नमस्ते साथीहरु, सन्चै हुनुहुन्छ? आज मेरो पछाडिको ब्याकग्राउन्ड देखेर अनि मेरो थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला म आज आइपुगेको छु। म आज आइपुगेको छु इलाम, मेरो गृह जिल्ला। र अब चाहिँ म इलाम आइसकेको छु र हाम्रो घर चाहिँ यो इलाम सदरमुकामदेखि चाहिँ अलिकति उत्तर पश्चिमतिर पर्छ र म त्यो बाटोमा पनि यहाँलाई देखाउँछु है त। अब म मेरो घर जाने बाटो देखाउँछु र यो चाहिँ चियाबारी हो। पछाडि हेर्नुहोस्, अहिले चाहिँ चियाको कलम गर्ने बेला भएर त्यस्तो हरियो चाहिँ छैन, तर पनि एकदमै राम्रो छ। इलाम आइसकेपछि अफकोर्स थुक्पा त खानु परिहाल्यो। इलामको थुक्पा चाहिँ एकदमै मिठो हुन्छ र मलाई चाहिँ भोक लागेको हुनाले मैले चाहिँ निम्की सब्जी पनि खाएको छु। इलाममा हुनेहरूले त निम्की सब्जी थाहा छ र इलामभन्दा बाहिरबाट हेर्दै हुनुहुन्छ भने एकचोटि इलाम आउनुभयो भने चाहिँ यो निम्की सब्जी पनि ट्राई गर्नु होला, जुन चाहिँ एकदमै मिठो हुन्छ साथीहरू, इलामको निम्की सब्जी। साथीहरू, म चाहिँ इलामको बस पार्कमा आइसकेँ अनि यहाँ आमा पनि आउनु भएको छ अनि यहाँ हाम्रो अटो छ अनि आमा र ड्याडी आउनु भएको छ। म चाहिँ अब आमा ड्याडीहरूसँग घर जान्छु। यो चाहिँ इलामको बस पार्क हो। ल यो हेर्नुहोस्, इलामको बस स्टेसन चाहिँ यस्तो छ। साथीहरू, अनि यो बस स्टेसन भन्दा एउटा कुरा सम्झेँ होइन, म चाहिँ घर नाइट बसमा आएको नि त। अनि यस्तो बिजोग भएको कि गाडी बिग्रेर बनाउँदा ठेल्दा होइन। अब हिजो 2 बजी चढेको, आज 2 बजी आइपुग्यो भनेपछि कति बसी होला नाइटमा, आफै विचार गर्नुहोस् न। तर एकदमै मजा पनि आएको थियो होइन। त्यसको एउटा सानो क्लिप चाहिँ म हजुरहरूलाई यहाँ राखिदिन्छु है त, हजुरहरू पनि हेर्नुहोस्। गए यो चाहिँ सेकेन्ड टाइम हो है साथीहरू बिर्ता मोडमा। अघि पनि बिग्रेर तर बाजेको पेडा छेउमा पनि यसरी नै 1 घन्टा बनाएर ठेलेको, फेरि अहिले पनि 1 घन्टा बनाएर यहाँ ठेल्दै हुनुहुन्छ। यो चाहिँ इलामको मेन चोक बजार हो है साथीहरू। अब म चाहिँ घर जाँदैछु। यहाँ मसँग चाहिँ म छु, यहाँ मेरो भाइ दिवाङ र भाउजू हुनुहुन्छ अनि अगाडि चाहिँ ड्याडी र आमा। यो बाटो चाहिँ अब चुरेघाटी धोबीधारा भन्छ। धोबीधारादेखि हाम्रो चाहिँ चुरेघाटीदेखि पश्चिमतिर अप्रोड हुँदै जानुपर्छ। यो सदरमुकामदेखि हाम्रो घर जानु कति किलोमिटर हो? 10 किलोमिटर हो। यो पिच बाटो हो भने त एकैछिनमा हुने, तर अप्रोड हुनाले अलिक टाइम लिन्छ। लगभग हामीलाई 45 मिनट 1 घन्टा चाहिँ मजाले लाग्छ भनौँ न, घरैमा झर्नुलाई चाहिँ। 10 किलोमिटर पानी पर्नु आँटेको छ, मौसम पनि ढुम्म भइरहेको छ। बाटो अनि यस्तो छ यो खोलामा, यस्तोमा फुल एडभेन्चर। माथि देखेको चाहिँ त्यो पुवा खोलाको ड्याम हो, हाइड्रो पावरको। कति क्षमताको तर यो पुवा खोला हाइड्रो पावर। यो चाहिँ पुवा खोला हो। पुवा खोला पनि हाइड्रो पावरले गरेर सुक्यो। ल अब चाहिँ घर आइपुगे म। यो चाहिँ हाम्रो घर हो। घर भनेको घर हो यहाँ। आफ्नोले पालेको जनावरले पनि स्वागत गर्छ। आइसक्यो यहाँ मेरो केटाहरू। आइस कान्छा, जाऊ त तिमीहरूलाई नि। आयो, नछोइ तेरो खुट्टा फोर्छ है। हेर न यिनीहरू पच्चाको मलाई पाइ गरे। ल तिमीलाई बिस्कुट खोलेर खानु सक्छस्?
ए आफ्नो घर भनेको घरै हो साथीहरू आफूले पालेको जनावरले पनि हेर्नु वेलकम गर्छ ल यहाँ मलाई हेर्नु न यो त खा यो टाइगर खा ल यो त खा म लिन्छु ए आइज पुगी चोय पनि रहेछ चोय पुगी खा तिमीहरू यो कान्छा यो एकदम वफादार छ यो टाइगर ऊ त अर्को पुक्की छ आइज यो चाहिँ हाम्रो फार्म हाउस गाई फार्म पनि यहीँ छ अनि हामी चाहिँ यहीँ बस्छौँ ओइ ऊ तल चाहिँ मेरो भाइ भन्ने केटा छ हेलो अहिले भन्छु अनि साथीहरू मेरो भिडियो चाहिँ हजुरहरूले लाइक र सेयर गरिदिनु होला हैन अनि त्यस पछाडि एउटा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ प्लिज मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला साथीहरू है अनि कस्तो लागिरहेछ भिडियो त्यो पनि मलाई कमेन्ट गरिदिनु न है साथीहरू र आजको लागि चाहिँ अब भिडियो यति नै हो अब फेरि अर्को भिडियोमा भेटौँला मेरो पछाडि सामानहरू अलपत्र परिरहेछ ग्यासहरू ब्यागहरू म लान्छु आजको लागि चाहिँ भिडियो यति नै होस् बाइ बाइ नमस्कार अर्को भिडियोमा भेटौँला